फुतफुते झरनामा हाम्रो दाजुलाई भेट्यो सानो एउटा इन्ट्रोडक्सन दिनु कस्तो लाग्यो मेरो नाम सन्तोष गौतम म चाहिँ यही म्याग्दी जिल्लाको पत्रकार हो र यो मौरिस हल्कोज 1950 मा 8000 मिटर भन्दा अग्ला हिमाल सबैभन्दा पहिला आरोहण गर्नुभएका फ्रान्सका मौरिस हल्कोजको नाममा 2077 सालमा यो पदमार्गको घोषणा भयो र 2068 सालमा नार्चाङ गाउँको तेज गुरुङको नेतृत्वमा नार्चाङका बासिन्दाहरूले यो पदमार्ग पहिचान गर्नुभयो र मौरिस हल्कोजको मृत्यु हुनु अगाडि 29औं पटक नेपाल आउने क्रममा नार्चाङ गाउँमा आएर उहाँले चाहिँ यो पदमार्गको बारेमा गाउँलेलाई बताएपछि गाउँलेहरूले यो 2068 सालमा यो पदमार्ग र यो पञ्चकुण्ड ताल यो झरनाहरू त्यसपछि बेस क्याम्पहरू पत्ता लगाउनु भयो। त्यसपछि यो 2077 सालमा अन्नपूर्ण गाउँपालिकाले प्रथम अन्नपूर्ण फेस्टिभल आयोजना गर्यो तल नार्चाङ गाउँमा, त्यसले प्रवर्धन गर्ने काम गर्यो। त्यसपछि यहाँ सरकारी निकायहरूबाट एकाप लगायत विभिन्न समुदायबाट पूर्वाधार बनाउने काम भयो। हामी पत्रकार मिडियाकर्मीहरू र विभिन्न सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसको प्रचार भयो। यो ठाउँ अलिक भर्जिन जस्तो छ, त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ अब 2080 सालमा चाहिँ अलिकति पूर्वाधारहरू तयार भए र 81 सालदेखि यहाँ आन्तरिक पर्यटकहरू आउन थाल्नुभयो। त्योभन्दा पहिला चाहिँ हेलिकप्टरबाट हिमाल आरोहण गर्नेहरू पनि मात्रै आउनुहुन्थ्यो। अन्नपूर्ण हिमाल आरोहण गर्ने ठाउँ यही हामी जुन जाँदैछौँ यो मौरिस हल्कोजको पदमार्गमा पर्दछ र यो अब सडकदेखि निकै छोटो पदमार्गमा छोटो दूरीमा पुगिने अनि धेरै झरनाहरू भएको। त्यसपछि अब यो अलिकति ऐतिहासिक पनि भयो। त्यो कारणले गर्दाखेरि अहिले सामाजिक सञ्चार माध्यमदेखि हरेक ठाउँमा यसको चाहिँ भइसकेपछि धेरै पर्यटकहरू आउनुभएको छ। यहाँ यो पदमार्गमा पोहोरसालसम्म गत वसन्तयामसम्म चाहिँ होटलहरूको सुविधा थिएन, यस्तो रेस्टुरेन्टहरूको र यो एकाप क्षेत्र पर्ने हुनाले यहाँ स्थायी संरचनाहरू बनाउन रोक लगाइएको छ। एकापले 6 ठाउँमा पूर्वाधार बनाउन अनुमति दिएको छ। 6 ठाउँमा पूर्वाधारहरूको 50 जनाको क्षमताको हो, तर यहाँ अहिले चाहिँ 200-300 जना जति आउनुभएको छ। त्यो कारणले गर्दाखेरि यहाँको यो रेस्टुरेन्ट सञ्चालन गर्नेहरूलाई पनि म्यानेज गर्न गाह्रो भएको छ। अब हामीहरू पर्यटकहरू अथवा पदयात्रीहरूलाई पनि समस्या भएको छ। अब तर पनि सुन्दर छ यो ठाउँ चाहिँ एकदमै भर्जिन, त्यसपछि नेचुरल, त्यसपछि एकदम ऐतिहासिक साहसिक सबै हिसाबले चाहिँ छ। यसको सञ्चारको विद्युतको अनि यो पुलहरूको पदमार्गहरूको अझ व्यवस्थित गर्न सक्यो भने यो चाहिँ एउटा राम्रो सम्भावनाको ठाउँ हो। हस्, थ्याङ्क यू दाइ, थ्याङ्क यू सो मच हजुरलाई, थ्याङ्क यू।